फ्रेन्ड्स, गुड मर्निङ। वेलकम ब्याक टु माई च्यानल। आज धेरै दिनपछि म फेरि आएको छु है। आएको छु भन्दा नि आज हामी अलि टाढा जाँदैछौँ। बाबुको भ्याकेसन सुरु भयो, धेरै दिनपछि आएको छु। सो काठमाडौँ बाहिर जान्छौँ हामी। अलिकति अब भिडियो सिडियो हाल्नु पर्यो, धेरै भयो ब्लग नबनाएको। सो सबैजनाले हेरेर रमाइलो गर्नु है त। हामी कहाँ जान्छौँ हेर्दै गर्नु। लगाउने मान्छे हामी एयरपोर्ट आइसक्यौँ। बाबु कस्तो लाग्यो बाबु तिमीलाई भएर वा? यता त लास्टै गर्मी छ अलि एसी चालु भइसकेको छ। मनै लाग्यो सबै गाडीलाई चलायो, मलाई त बर्गाले बनाइदिनु पर्छ भनेर लाग्यो। चेन्जिङ त के गर्छ नि सुपारी यताबाट गयो होइन, त्यहाँ बनायो अनि त्यही सुपारीलाई यता राजनीमा फरेर छोरो ल्यायो अनि नेपाली रजनीगन्धा भनेर चाहिँ इन्डिया महँगो पर्छ। अनि त्यसको थुप्रै एउटा मल्च कन्टेनर बनाएको थियो भित्र। मल्च कन्टेनर भनेको तेल जाने कन्टेनर ठ्याक्क 1 कि 1.5 लिटर मात्र भयो। अनि जस्तै चाहिँ बन्छ त 17 लिटर हुन्छ नि, 17 लिटर र 15 लिटर चाहिँ अरू चाहिँ दारू हाल्ने कि। अनि तल फुल्ले टुटी अनि ट्यागको बारे त्यहाँबाट दारू निस्किने त्यसरी चाहिँ उ गर्ने कि। त्यस्तो पत्ता लगायो सवारे त बस्नु मैले एउटा जस्तो बनाइदिएर। अनि ठुल्ठुलो टिप हुन्छ नि, टिप यसको भित्र टिप हुन्छ नि। यो चाहिँ राप्ती नदी भयो, बुझ्यो? यहाँ राप्ती नदीमा गाडी आइरहेछ पौडी पौडीले मात्रै पुग्न त सबै स्ट्रिक गर्नु पर्यो होइन। बच्चा पनि त्यहाँ बनाउनु त्यहाँ बाटो हुन त्यसै बनाउनु छ होइन। एरिया छुट्टा इन्डिया पनि दिल्लीमा जन्तर
हामी कहाँ छौँ रे आराम होटल लुम्बिनी ग्रिन लुम्बिनी लमाइमा अहिले हामी खाजा खाएर अब डाङ लाग्छौँ एकदम राम्रो रहेछ हामी चाहिँ ब्याक साइडमा छौँ यतातिर छ त त्यसो उफ्रिरहेको छ क्युआर हुन्छ नि आजकल हेर कस्तो लागिरहेछ त बङ्गलाचुलीमा आएर डाङको टप हिल के भन्छ यसलाई भ्यू टावर सरी कस्तो राम्रो आएछ अनि बङ्गलाचुली भ्यू टावर यस्तो राम्रो छ अनि सिंगल फोटो पनि खिच्दैन नि सिस्नोको तरकारी खाइरहेको छु यति माथि पहाडमा आएर के ठाउँ रे यो ठाउँको के नाम रे सवारीकोट घरै दाङ घरै सवारीकोट हो गाइज यो यति दामी छ मस्त हावा चलिरहेछ आजको घुममा धेरै भयो अब हामी फर्किन्छौँ बारी भयो फलेछ आऊ फोटो खिच्देऊ यहाँ फुलमा दामी आउँछ भिज्छ है बाबु अहिले जुत्ता भिज्छ तपाईँहरूको पनि छैन नि एक दसैँ हाम्रो पनि खल एक साइड टिप्लुक नानी पनि आउनु भएको